हेलो गाइज गुड मर्निङ सबैजनालाई फेरि पनि हजुरहरूलाई स्वागत छ। म चाहिँ यहाँ कफी खाँदैछु। बुढी चाहिँ यहाँ तयारी हुँदैछ। कहाँ जाने रे बुढी? माइती जाने। बुढीले के मुखै धो छैन क्या? किन नि? ल ओके गाइज, अब म चाहिँ ससुराली जानु लाग्यो बुढी र म। बुढी चाहिँ लास्ट हिजो बेलुकादेखि सुत्याएन, जम्मा 2 घन्टा सुत्या छ एक्साइटेड भएर। मलाई चाहिँ रुगलाएर तनाव छ गाइज। के भन्नु, गाह्रो छ। जानु परिहाल्यो, टिका थाप्नु परिहाल्यो होइन बुढी? औषधि खाएर भयो भने जाने। ल ओके छ त। ल गाइज ओके। गाइज हामी चाहिँ रेडी भयो है त। गाइज हामी चाहिँ रेडी भयो बुढी एक्साइटेड पनि छ। अब हाम्रो घोडा चाहिँ यहाँ छ है। ल फाइनली गाइज हामी चाहिँ एक्साइटेड माइती जान रेडी हुँदैछ। अब लगाइरहेको छु। गाइज जिन्दगीमा यतिको रमाइलो चाहिँ कहिले हुँदैन है। टक्क बुढाबुढी बाइकमा हिँड्यो। अब ससुराली बुढी पनि आनन्द गाडीमा गयो भने टाउको दुख्यो, बुढो भमिट आयो भन्थ्यो। अब बाइकमा हिँडेपछि टेन्सन छैन, मजा आयो। बुढो पानी पो पर्ला क्या जस्तो लागिरहेछ, तर पनि केही छैन, जसोतसो गरी गइन्छ भन्ने एक्साइटेड चाहिँ छ है। भन्दा फेरि टेन्सन चाहिँ छैन। फेरि जिन्दगीमा यतिको चाहिँ रमाइलो चाहिँ हुनुपर्छ त, अरू त त्यस्तै हो। अब कुटी खाने आइपुग्नु लाग्यो हामी। बिचमा पानी परेर रेनकोट लगाएर हिँडिरहेको छु। कुनै कुनै ठाउँ चाहिँ यस्तो बिजोग रहेछ है। बाइकमा आउँदै हुनुहुन्छ भने बिस्तारै आउनु होला सबैजना है त। कुनै कुनै ठाउँमा चाहिँ ठाडो उकालो छ, चिप्लो बाटो छ, त्यसमा चाहिँ ब्रेक पनि समाउनु मिल्दैन। बिस्तारै एक गियरमा हालेर बिस्तारै झर्दै आउने हो है त। गाइज हामी चाहिँ फाइनली बेहोरा ल्याएको। बुढी यहाँ हेरिरहने भएर बस्छ। के खाजा जाने बुढी? यहीँ छोडेर जाने? ब्याग पनि लगेर जाने? चटपट नखाने आज? ल पहिला त्यहाँ केही खाऊँ अनि त्यसपछि चटपट खानु है। खास के खाने तिमी? के खाने? कपाल हेर्न यहाँ बिहान जुरुको उठेर हिँडेको हिँडे कपाल त खतरा दिएको छ। हाम्रो गाडी बाइक चाहिँ त्यहाँ छ स्पेसल ठाउँमा। तरकारी आयो खाएल। खाना खायो के खाउने? 8:30 बजी खाना खाएर के खानु होइन? त्यही भएर खाँदै। रोटी पनि आउँदैछ। बुढीलाई चाहिँ यस्तो काँडाकुँडा खानु मनपर्छ, आफूलाई फेरि खानै चाहिन्छ। मेरो पनि खायो। थ्याङ्क यू। आयो खतरा छ जस्तो यहाँ। रोटी पनि आयो, तातो रोटी एकदम तातो तातो बाफ पनि आइरहेको छ। आमा यो चाहिँ मलाई ताता छ। पिठा
फाइनली भिन्टेरी आइपुग्यो गाइस भिन्टेरी बजार यो भिन्टेरी चाहिँ लास्टै सफा छ क्या अरू यस्तो पुरानो घरहरू भए पनि होइन पुरानो घरहरू भए पनि एकदम सफा गरेर राख्छ कि यहाँतिर मान्छेहरूले हो क्या हामी चाहिँ यहाँ पछाडि देखिरहनु भएको छ बाहुबली गीतको झरना छ यहाँ मेरो बुढी धेरै एक्साइटेड भइरहेको छ यस्तो खतरा झरना रहेछ यार दामी लास्टै रमाइलो लाग्यो यार आज चाहिँ ल खतरा झरना रहेछ जस दामी छ है त यस्तो खतरा झरना मैले जिन्दगीमा कहिले देखाएको थिएन ल दामी होइन बढी हेटौँडामा यहाँको भातपाटी पनि पुरै चलाइदिएको रहेछ यहाँ खाने नेपाल अधिराज्यभरि नै त्यस्तो ल लाइभ एक्सिडेन्ट गाइज यो मन्दिर हेटौँडाको मन्दिरमाथि लाइभ एक्सिडेन्ट रोड गाडी होला ब्याक गर्दाखेरि झर्ना मान्छेलाई केही भयो यो चाहिँ हेटौँडाको एकदम प्रख्यात मन्दिर हो यो के भन्छ के मन्दिर रे बुढी यो सूर्यमाया मन्दिर सूर्यमाया कि जय हर्षा गर्नुहोस् पत्ला यहाँको पेट्रोल खानी डिजेल खानीमा आइपुग्यो यहाँ चाहिँ यो डिजेलहरू सब गाईको सरकारी हुने हो अनि यहाँ चाहिँ तालु कुर्नु पर्नेहरू सबै यहाँ ट्रकहरू मात्र गयो ट्रकहरू मात्र गयो फाइनली डिलबाट आइपुग्यो काम गर्छु त्यसपछि गाउँतिर लाग्छ यहाँ 1 घन्टा लाग्छ अहिले निजगढ बजार यहाँ चाहिँ लास्टै गर्मी रहेछ निजगढ बजारमा मेरो बुढी अब मेकअप खासै गरेको थिएन त्यही भएर ठिकै देखाएको छ नत्र गर्मीले बर्बाद हुन्छ गाडीको हाल त्यस्तो छ जाउँ त फलफुल किन्नलाई बुढीले चाहिँ त्यहाँ किनबेच गर्दैछ बार्गेनिङ गर्न खुब माइन्छ त्यही भएर उसैलाई किन्न पठाएको ओके गाइज फाइनली गाउँ आइपुग्यो गाउँमा फेरि यस्तो रमाइलो छ कि यहाँतिर रमाइलो दृश्यहरू छ यहाँ गाइज हामी चाहिँ अलिक माथि जानुपर्छ Masuk Asyam. Masuk Cio. Baik. Tu nagi he lawan lah si. Zaman. My mommy thare. Mommy. Siapa lagi sini? Oh. Corang dah hal lau bom. Daro. Ha? Tiga lau corang mamam. Yo nikah sudah. ससुराले आउँदा कस्तो महसुस भइरा ल फाइनली आइपुग्यो ससुराली दुख्राले यहाँ कोसेलीले यहाँ हगेछ बर्बाद पारेछ ल ओके आजलाई यति नै फाइनली आइसक्यो अब भोलिदेखि नयाँ भ्लग आउँछ है ओके बाई बाई थ्याङ्क्स सो मच फर वाचिङ